ल गानु फुक्ने मन्त्र आयो है साथी हो। कोलाई गानु जान्छ यो मन्त्र टिपिहाल्नु। पहिला पहिला त कति गानु जान्थ्यो, केही उचाल्न नि हुँदैन थियो, केही काम गर्न नि हुँदैन थियो। माथि गानु गयो भने बमिट हुने, वाकवाकी लाउने, ड्याउ ड्याउ डकार आउने त्यस्तो हुन्थ्यो। तल गानु गयो भने डाइरिया हुने, हात खुट्टा गलेर हिँड्नै नहुने, खान मन नहुने त्यस्तो हुन्थ्यो। अनि थुत्ने चलन थियो फेरि, बेसकरी माडेर गानु थुत्ने। अहिले त्यसरी थुत्न हुँदैन, पेट मार्न हुँदैन। हातमा घिउ तेल लाएर हल्का नाभि थानको वरिपरि अलि मसाज गरेर फुक्दिने यो मन्त्रले 3 फेरा। अनि बेलाउतीका 7वटा मुन्टा ल्याएर एउटा बरी बनाएर अनि मनतातो पानीमा पानी फुक्ने यो मन्त्रले। अनि त्यो खाना दिने। अनि त्यहाँभन्दा जडी औषधि केही हुन्न। अपच भएको गानु गोला सबै सन्चो हुन्छ। बेलाउतीको मुन्टा जति राम्रो केही हुन्न औषधि। यो मन्त्र ल टिप्नु। मन्त्र छोटो छ, जान्नुहुन्छ हजुरहरूले नि। ओम रानु रानु रक्त चानु, नाभिथान छोडी कतै नजानु, ईश्वर देवीको बाचा फट। ओम रानु रानु रक्त चानु, नाभिथान छोडी कतै नजानु, ईश्वर देवीको बाचा फट। ओम रानु रानु रक्त चानु, नाभिथान छोडी कतै नजानु, ईश्वर देवीको बाचा फट भनेर फुकेर पानी खान दिनु, औषधि दिनु, सन्चो हुन्छ साथीहरू।